स्वागत गर्न चाहन्छु सोदाङलाई टिममा। हजुरलाई नमस्कार छ। हजुर हस् नमस्ते। समीरजी, जुन प्रकारले अहिले यो धरानमा माहौलहरू यो बेमौसमको चाहिँ हल्ला मचाएको छ, तथापि पनि यो जनताहरू यति चाहिँ उग्र रूपमा श्रममा उत्रिएको छ र विभिन्न अहिले धरानमा चलिरहेको चर्चा विचर्चाहरू हामीले पनि सञ्चालन हेरिरहेका छौँ र अति नै भएर म पनि अहिले यहाँनिर आएको है। यो खासमा के भइरहेको छ तपाईँले भनिदिनुहोस् न है। अनि यहाँ बडो अचम्मको चिज छ होइन। हजुर, हुन त यहाँ मैले एउटा चिज चाहिँ भन्न भुल्नु हुँदैन। यो धरानमा एउटा प्रतिपक्षको रूपमा होइन, एउटा सत्ता पक्ष एउटा प्रतिपक्ष भने जस्तै होइन। अहिले हर्क साम्पाङको विरोध गर्ने अधिकांश है यहाँनिर तपाईँको राजनीतिक दलहरूले प्राय जस्तो विरोध गरेको दिन्छ। एउटा दल मात्रै मैले अहिलेसम्म देखाएको छुइनँ, त्यो चाहिँ हाम्रो जसपा भन्ने एउटा पार्टी छ। जसपा भन्ने हाम्रो अशोक राईको पार्टी, उसले चाहिँ मैले अहिलेसम्म कहिले विरोध गरेर देखाएको छुइनँ। तर समग्रमा अरू हेर्ने भने यहाँ सबै तपाईँको चाहिँ नि फन्डा लिएर होइन, अन्डा खाने खालको मात्रै छन् क्या यहाँनिर। आफ्नो देशलाई मेरो पनि खाँचो छ, मैले पनि केही गर्नुपर्छ, मैले पनि केही योगदान दिन सक्छु भनेर दिएका श्रमदाताहरूले दिएका योगदानलाई होइन आज अभिलेखीकरण गर्नका लागि सिर्फ एउटा चाहिँ नि जुन अभिलेखीकरण गरियो, जसमा श्रमदाताले कहिले पनि त्यो विषयमा पैसा लिएन। श्रमदाता आफैमा शब्दमै हेर्नुहोस्, शब्दले नै श्रमदाता होइन, मजदुर भनेको त होइन। त्यहाँनिर श्रमदाताले के गर्छ भन्दा दान गरेको हो नि त, आफ्नो श्रमलाई दान गरेको हो। अब रक्तदाताले रक्तदान गर्छन् भने जस्तै श्रमदाताले त श्रमदान गरे। आज ती स्वतस्फूर्तमा दिएको दान समेतलाई यति साह्रो यिनीहरूले हेरि नसक्ने अवस्था आउनुको पछाडि एउटै मात्रै मैले कारण देखेको छु। त्यो कारण हो अब आउने 84मा यसरी नै यिनीहरू राष्ट्रलाई देशलाई योगदान गर्दै जाने भने हाम्रो एजेन्डा र हाम्रो मुद्दा र हाम्रो इस्यु के रहन्छ पहिला कुरो देखेँ देख्दिनँ मैले त। अब पानी खुवाउँछु भनेर भने हर्क साम्पाङले पानी खुवाइदियो नि त। अब खुवाए, अब तपाईँको बाटोघाटो बनाउँछु भने बाटोघाटो पनि बनाए, सहर पसे, सबै कुराहरू गरे। हरेक सुशासन भ्रष्टाचार व्यतिथि विसङ्गतिका सारा जरामा हानिसकेपछि अनि तपाईँको यहाँ भएका स्रोत साधन, यहाँ भएका हाम्रो चाहिँ नि स्थानीय सरकारका सम्पत्तिहरू जोडिदिए होइन। भएका तपाईँको चाहिँ नि बाटोघाटो मात्रै होइन, तपाईँको सार्वजनिक जग्गा जमिनहरूलाई हित गरेर राखे, कमिसनमा बिकेन, कमिसन खाएन, भ्रष्टाचार नगरिसकेपछि अब खोट केमा लाउनु भनेर खोजेको त्यो एउटा जाब डोर हाजिर श्रमदाताले कति श्रमदान चाहिँ गरिदिएछ भनेर एउटा चाहिँ अभिलेख राखेको कुरालाई लिएर चाहिँ अन्डा मचाएको छ। अनि यो भण्डामा अन्डा पकाउने चाहिँ फेरि कोठामा बसेर सुन्नु नि, कोठामा बसेर मोबाइलको स्क्रिन यसो हेरेर, यसो जुम गरेर, यसो हेरेर ल साइन मिलेन रहेछ त, ल यहाँ नाम कसरी मिल्यो, ल एउटा श्रमदाताले त आएर त बिहानदेखि बेलुका त गर्दैन त, एउटा श्रमदाताले कसरी यत्रो चाहिँ नि तपाईँको कन्टिन्यू श्रमदान गरे, यस्ता खालका वाह्यात कुराहरू गरेर होइन भ्रम छर्न खोजेको छ क्या। त ती भ्रम छर्नेहरूलाई म भन्न चाहन्छु होइन, तिमीहरू हुन त बुझेर पनि बुझ पचाएको छस् तिमीहरूले होइन। त्यस कारणले गर्दा तिमीहरूलाई धेरै मैले त्यो भन्न पनि चाहिनँ। तर म जनतालाई चाहिँ म के भन्न चाहन्छु, आम नागरिकलाई के भन्न चाहन्छु भने नि, आज तपाईँले यता देखाइदिनुहोस्, एउटा यहाँ घर देखिन्छ, राम्रो घर त देखिन्छ। यो इँटा रड बालुवा सिमेन्ट होइन फलामहरू आएर बन्यो अनि यो के आफै ठडियो त, यो ठडिएन होला नि त। यसमा त यहाँ मजदुरहरूको खर्च लाग्यो होला, प्राविधिकको चाहिँ ज्ञान लाग्यो होला होइन। अनि मजदुरले नगरिकन घर बन्छ त, भन्दैन नि त। अनि मजदुरले कति चाहिँ काम गर्यो भनेर मूल्याङ्कन गरेको कुरालाई लिएर होइन। अब तलब पनि के अरे लिएको छैन, फेरि श्रमदानले त त्यो गरे हो नि त। अब उहाँले त लिनुपर्छ, किनभने घर छन्। तर यहाँ त हामीले राष्ट्रको लागि, देशको लागि होइन, यो देशको समृद्धिको लागि र विकासको लागि गरेका योगदानलाई जुन प्रकारले कुप्रचार गरेर भ्रमित पारेर जनतालाई चाहिँ तपाईँको चाहिँ नि दिग्भ्रमित गर्ने काम गर्यो नि, यसको परिणाम अब आउने 84मा भोग्छन् क्या है। र अर्को कुरो म के पनि भन्न चाहन्छु भने, जुन प्रकारको असहयोग गरिरहेका छन्, यो असहयोग गर्नुको पछाडि एउटै मात्र उद्देश्य उहाँहरूको के रहेछ भने, अब केही गर्दा पनि नसकिने भयो, यिनलाई रोक्न सक्यो भने चाहिँ काम गर्न सकेन भन्न खोजेको हो क्या। तर त्यो खालको स्थिति छैन। धरानी जनताले मन पराएर, धरानी जनता सर्वभौम जनताले बहुमतले जिताएको मान्छे हो। त्यो बहुमतले जिताएको मान्छेको समर्थक तपाईँहरूको चाहिँ नि नभएर त आएको होइन नि त। र तपाईँले नसोच्नु होला एक्लो छ, हर्क साम्पाङ एक्लो स्वतन्त्र हो भनेर
तपाईँहरूले त्यो खालको दुष्प्रयास र त्यो खालको तपाईँको चाहिँ नि गल्ती गर्नुभयो भने त्यसको परिणाम गम्भीर तपाईँहरूले भोग्नुपर्ने हुन्छ। त्यो कुरा तपाईँहरूले देखिरहनु भएको छ। हजारौँ हजार आज म तपाईँलाई कोका पहिलोको मात्रै प्रोजेक्टको याद दिलाउन चाहन्छु। एकचोटि हाम्रो अभियानलाई यो पानी ल्याउन नदिने जस्तो चेष्टा गर्दा 10,000 जना मान्छे यहाँहरू उर्लेर गएका थिए। दोस्रो कोका पनि हामीले ल्यायौँ होला। त्यहाँ कुटाकुट हामी कुनै पनि हदसम्म हामीहरू विकासलाई बाधक अर्जन गर्छ भने हामी कुनै पनि हदसम्म जान सक्छौँ। चिचल्दै हामी जान्छौँ, त्यसलाई चिरेर जान्छौँ, त्यसलाई भत्काएर जान्छौँ क्या। हामी यता र उता चिप्लिँदैनौँ। जुन ठाउँमा समस्या छ त्यो ठाउँबाट हामी पार भएर जाने हिसाबले हामी गर्छौँ। त्यस कारणले गर्दाखेरि तपाईँहरूले जुन ठाउँमा अड्काउनुहुन्छ, जुन ठाउँमा तपाईँहरूले बार लाउनुहुन्छ, हामी त्यो बार तोडेर अगाडि बढ्ने हो। किनभने हाम्रो बाटो तपाईँले छेक्न खोज्नुहुन्छ भने नि हामी त्यसलाई कसरी तोड्नुपर्छ र त्यसलाई कसरी त्यसलाई छिचलेर जानुपर्छ त्यो हामीलाई याद छ र त्यो धराने जनतासँग त्यो तागत छ। अन्य ठाउँको जस्तो तपाईँहरूले कमजोर सोच्नु भयो भने चाहिँ फेरि यसको होइन परिणाम राम्रो हुँदैन। त्यस कारणले गर्दाखेरि तपाईँले यस्तो दुष्प्रयास नगर्नु होला होइन। र त्यो पनि भन्न चाहन्छु र काम गर्ने मान्छेलाई तपाईँले काम गर्नु दिनुहोस्, त्योमै छ तपाईँहरूको भलाइ, त्यही भन्न चाहन्छु। यो जुन प्रकारले जनताको लागि खरिद गरिएको उपकरणहरूमाथि जुन प्रकारले चाबी लगेकै रहेछ त्यो चाहिँ अब स्पष्ट भयो, प्रमाणितै भयो। अनि यस्तो अहिले यस्तो के अरे वर्षको बेलामा केही तलमाथि भइहाल्दाखेरि त जनताले त खोज्छ भनेपछि यस्तो खालको जुन मस्तिष्क बोकेर पनि हामी एउटा प्रतिनिधिको रूपमा चाहिँ आएको रहेछ भन्ने चाहिँ आफ्नो अधिकार हुन्छ, आफ्नो यो हुन्छ होइन। अब मेयरको अधिकार तपाईँले लिन पाउनु नै एउटा समिति बनाएर एउटा बरौँ भनेर मिल्छ त? मेयरको काम होला नि त। कुनै पनि कार्यालयको हाकिमको आफ्नो अधिकार होला, कुनै पनि एउटा चाहिँ संस्थाको अध्यक्षको अधिकार होला, कुनै पनि सरकार प्रमुखको एउटा अधिकार होला नि त। अहिले प्रधानमन्त्रीले यदि चाह्यो भने मन्त्रालय खारेज गर्न सक्छ होइन र? यो मन्त्रीलाई हटाउन सक्छ उसले होइन। भनेपछि त्यो स्रोत साधन भन्ने कुरा त परको कुरा हो नि। त्यही माथि प्रत्यक्ष निर्वाचित कार्यकारी हो फेरि स्थानीय सरकार प्रमुख, 5 वर्षको म्यान्डेट लिएर जनताले गर काम गर भनेर होइन दिएको कुरा हो। अब यहाँ मान्छेलाई कस्तो भ्रम छरिदिएछ भने डोजर पनि हर्का साम्पाङले चलाउँछ, रोलर पनि हर्का साम्पाङले रोलर र डोजर चलाएको कहिले देखेको छौँ हामीले? त्यो त जनताले आवश्यक परेपछि माग गरेपछि त्यो ठाउँमा लगाएछ। हर्का साम्पाङ ड्राइभरहरू आफ्नो खुसी आफ्नो खेतबारी जोति हिँड्छन् र जनताले निवेदन हाल्छ मेयर साहबलाई, बकाइदा महाशाखालाई आफ्नो चाहिँ नि उसलाई ल भनेर चाहिँ नि सम्बन्धित निकायमा गर्छ होइन। लेटर लिन्छ, लेटर लिएर काम गरेर चाहिँ अभिलेख राख्छ नि। कस्तो एकल तरिकाले प्रयोग गरे, एकल कार्य प्रयोग गरे भन्छ प्रमुखै उहाँले त गर्छ त काम। हो त 5 वर्ष लागि जनताले त दलभन्दा फाल्टै ढङ्गले काम गर है भनेर दिएको म्यान्डेट हो नि त। 5 वर्ष लागि जिम्मा दिएको हो नि त। अब उहाँहरूलाई साह्रै चिन्ता लाग्यो भने 84 मा जितेर गर्नु नि त, आफै भइहाल्यो त। र अर्को कुरा एउटा कुरो मलाई हिजोको समयमा यी सबै चिज केही नहुँदा नि यिनीहरूलाई मतलब थिएन। 1 घन्टाको ठाउँमा 10 घन्टा लेख्यो होइन, 1 टिप्परको ठाउँमा 10 टिप्पर लेखिदिन्थ्यो होइन। जेमा पनि एउटा ठेक्काइ मात्रै गर्थ्यो। आज हामीसँग 2-2वटा मिक्सर छ, 2टा टिप्पर छ, 2टा तपाईँको चाहिँ नि डोजर छ, रोलर छ होइन, ट्र्याक्टर छ, तपाईँको चाहिँ नि सानो रोलर छ है। सेटिङको काठहरू पनि सबै प्रशस्त किनेर राखेको छ होइन। हामीसँग गर्ने पौरख छ, हात छ, पसिना छ, सिर्फ छैन त हामीसँग त्यही सिमेन्ट र एउटा चाहिँ नि के छैन भन्दाखेरि रड छैन होइन। अब त्यो बालुवा र मिस्किटी होइन, अनि तपाईँको चाहिँ नि त्यो पनि हामीले क्रसर उद्योग खोलेर चाहिँ हामी आफैले उत्पादन गरेर चाहिँ यसलाई हामीले सदुपयोग नगरौँ हुँदैन भन्दै पोहोर साल कार्यपालिका के अरे तपाईँको बजेटै हुन नदिएको थियो हामीले बिर्सेका छौँ र छैनौँ नि त। त्यस कारणले गर्दाखेरि आज हाम्रा स्रोत साधनहरूलाई कसरी परिचालन गर्नुपर्छ देश र राष्ट्रको लागि, निर्माणको लागि भन्ने कुरा आज हर्का साम्पाङबाट सिक्नुपर्छ तपाईँले, तब मात्रै यो देश हुन्छ। अन्तमा चाहिँ अहिले जुन प्रकारले चलिरहेको जुन धरानमा जुन यो हो हल्लामा काम गरिरहेको चाहिँ श्रमदानलाई जुन प्रकारको बाधा अवरोध ल्याउने व्यक्तिहरू जो छन्, जति पनि छन् र सञ्जालमा जति पनि आएर विभिन्न प्रकारका भन्ने व्यक्तिहरू पनि छन्, यी व्यक्तिहरूको लागि अन्तिममा केही कुरा भनिदिनुहोस् न के छ यसको लागि? अब उहाँहरू अवरोध गर्नुहुन्छ। अघि एकजना यहाँ मामाले भन्दै थियो
हर्क साम्पाङ झोलेलाई चाहेको होइन त मुर्दाबाद भन्दै थियो यस्तो मेयर चाहिँदैन भने चाहिँदैन भने चाहिँदैन त झोलेहरू कस्तो अचम्म लाग्यो क्या मलाई होइन त्यो झोलेहरूलाई किन चाहियो त हामीलाई चाहिएको जनता विकासवादी जनताहरू चाहिँ मलाई झोलेलाई किन चाहियो भनेर भनिदिनु हो कि अब यो शब्द भनिदिएँ मैले तपाईँको मिडिया मार्फत होइन अब हुन त उहाँहरूले आफै स्वीकारेको कुरा हो अब वास्तविकतालाई उहाँहरूले स्वीकार्नु पनि भएको छ त्यस कारणले गर्दाखेरि अब वास्तवमा हो पनि हामी जस्तो विकास प्रेमी देश समृद्धि भएको हेर्न चाहनेहरूलाई चाहेको नि त हर्क साम्पाङ त झोलेहरूलाई चाहेको होइन सत्य कुरा हो त्यस कारणले यसमा हामीले अन्यथा लिनु हुँदैन पनि भन्छ भनेपछि यो श्रमदाताहरू जति छन् उहाँहरूले गर्नेलाई गर्नु दिनु पर्यो होइन अनि जति पनि विरोध गर्नेहरू छन् अब हर्क साम्पाङको पदलाई जुन अहिले लिएर हिँडिरहेको छ धरानवासीहरू सम्पूर्णलाई चाहिँ तपाईँले अन्तिममा भनिदिन्छ के भन्नुहुन्छ धरान समग्रमा अब तपाईँ हामीले भोट दियौँ हाम्रो पुरा भयो हाम्रो जिम्मेवारी पुरा भयो भनेर हजुरहरू कहिले पनि त्यो नसोचिदिनु होला हाम्रो जिम्मेवारी भनेको उहाँलाई हरेक बाधा अडचन र हरेक अप्ठ्याराहरूमा हामीले साथ दिनुपर्छ यो हाम्रो सच्चा भोट यो हो होइन भोट दिए मैले एउटा दानको रूपमा दिएँ भनेर तपाईँले कहिले पनि नसोच्नु यो मेरो अधिकार हो र यो अधिकारलाई यदि कसैले कुण्ठित गर्छ र कसैले यसलाई चाहिँ रोक्न खोज्छ भने त्यसको होइन प्रतिकार हामी आफै जनता उठेर गर्नुपर्छ भन्ने एउटा चेतनासहित हजुरहरू सबैजना चाहिँ सक्रियता भइदिनु होला र साथ समर्थन दिनु पनि होलाका लागि म सबैजनालाई अनुरोध गर्न चाहन्छु। हुन्छ, धन्यवाद सबैको लागि।